पनि पक्का भयो नि। लगभग 100% मत हाम्रो रमेश दाइले नै पाउनुहुन्छ। अब हाम्रो गाउँमा सुनौलो जिताउन मात्र 3 दिन बाँकी। दिदी तपाईँ मेरो कुरा किन सिरियस लिनुहुन्न? तपाईँलाई बुढोको माया छैन? बुढोलाई प्रहरीले समाएर लगेको 10 दिन बढी भइसक्यो। आजसम्म अवस्था के छ थाहा छैन। उता मामाको भनाइ त्यस्तो छ। तिनीहरूको मनमा अलिकति पनि दया माया छैन। तिनीहरूले शक्तिको आडमा हाम्रो बुढोलाई जे पनि गर्न सक्छन्। मेरो पहिलाको श्रीमानलाई पनि यसै गरी गायब बनाएका हुन्। 6 महिनापछि मारेको भनेर खुल्यो। मैले मरेको रास्तामै हेर्न पाइनँ। कङ्काल मात्र भेटिएर दाह संस्कार गर्नु परेको थियो। हाम्रो बुढोको पनि त्यस्तै हालत बन्नन् भनेर डर लागेको छ। रामको त्यो हालत बनाउने त्यो पनि वीरजनले। हाम्रो राम त्यति कमजोर हुनु नहुना तिमी चिन्ता नगर। अबको 3 दिनमा हाम्रो राम विजयको झन्डा गाड्ने गरी फर्किनुहुन्छ। प्रहरीले समाएर के भयो त? राम जेलमा परेर के भयो त? रामको उपदेशले तिम्रो गाउँले मत रमेश दाइलाई दिँदैछ। हाम्रो राम जेलमा परे पनि रमेश दाइको जित निश्चित छ। रमेश दाइ रामले उठाउनु भएको उम्मेदवार हो। रमेश दाइले जित्नु भनेको रामको जित हो। रामले जित्नु भनेको पूजा नानीले न्याय पाउनु। यो बेलामा रामको बारेमा सोच्ने होइन। चुनावमा कसरी सबै मत रमेश दाइको बनाउन सकिन्छ त्यतातिर सोच्ने। रामको शिकार गर्नलाई वीरजनको औकात पुग्दैन। Buhari, powered by